दर्ता गराएका छौँ। अब भोलि अरू कुरा जे हुन्छ उहाँहरूले जे गर्नुहुन्छ जसरी गर्नुहुन्छ गरौँ। ठिक छ, उहाँहरूले त्यो राजनीति गर्नुहुन्छ, यसमा मेरो केही आपत्ति छैन। मैले सत्य कुरा बोल्ने हो, यथार्थ कुरा बोल्ने हो। राष्ट्रसभाको सभापतिज्यूले स्वयं फोन गरेर हामीले दर्ता गराएको, किनभने सबै प्रतिपक्ष एक भएपछि गरेको हो। अब राजनीतिकमा त्यो तलमाथि भइहाल्छ, त्यो भयो भने भोलि हामी देखाउँला। अब के हुन्छ त्यो भोलिको कुरा है। उहाँले आफै फोन गर्नुभयो अनि अहिले त मिल्दैन। अब स्वयं पार्टी सभापतिले नै फोन गरेर उम्मेदवारी दर्ता गराउनुहोस् है, हाम्रो समर्थन छ भनिसकेपछि हामीले दर्ता गराएका छौँ। किनभने अब अरू बाँकी कुरा उहाँहरूले के गर्नुहुन्छ उहाँहरूले त्यसो छ भनेपछि अब रविजीले किन फोन गर्नुभएको त्यो चाहिँ उहाँलाई नि सोध्नुपर्छ, कुरा गरेर निर्णय गर्नु। त्यस्तो केही थिएन, किनभने जनजाति पनि होस् भन्ने हो। किनभने यो देश खस आर्य र जनजाति दुइटैको सबभन्दा बढी जनसङ्ख्या खस आर्य, खस क्षेत्री भनौँ न, खस के भन्छ हाम्रो बाहुन क्षेत्री र जनजाति बराबरै छौँ, करिब 1-2% तलमाथि मात्रै छौँ। सभामुख तपाईँको खस आर्यबाट भइसकेपछि जनजाति समुदायबाट चाहिँ उपसभामुख होस् भन्ने हाम्रो चाहना हो। त्यो चाहना अनुसार हामी अघि बढेको। हस्, धन्यवाद।